हामी फेरि आज पोखराबाट पूर्व तनहुँको सदरमुकाम दमौली भएर भोर्लेटार चोकबाट अगाडि बढेका छौँ। हामी अर्को पर्यटकीय सम्भावना बोकेको स्थानमा पुग्दैछौँ। करिब 1 घण्टाको पिच बाटो 2 पिप्लेसम्म अनि कच्ची बाटो करिब 45 मिनटको यात्रा पूरा गरेर लमजुङ जिल्लाको समी भन्ज्याङ पुग्न सकिन्छ। सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक महत्त्वका दृष्टिले लमजुङ जिल्ला एक चर्चित जिल्ला हो। सेताम्बे हिमालहरू एवं हरित पहाडहरूको आलिङ्गनमा अवस्थित छ लमजुङ जिल्ला। लमजुङका प्रसिद्ध स्थानहरू मध्येमा तान्द्राङकोट, नागभैरव थान पनि एक हो। समुद्री सतहबाट करिब 1600 मिटरको उचाइमा अवस्थित लमजुङ जिल्लाको दक्षिण पश्चिममा पर्दछ। आधिकारिक रूपमा समी भन्ज्याङ गाउँ विकास समितिको वार्ड नम्बर 1 मा परे तापनि अन्य गाउँ विकास समितिहरू सुरेपाल, टक्सार र भोर्लेटारको संगम स्थलको रूपमा समेत यो स्थान सुपरिचित छ। खास गरी गुरुङहरूको रोदी बस्ने प्रचलन, नेवारहरूको लाखे नाच र डन्डी नाच अनि मगरको कौडा चुड्का नाच्ने चलन यहाँका प्रमुख सांस्कृतिक पहिचान हुन्। नेवारहरूको संस्कृतिको रूपमा लाखे नाचलाई हामीले जस्ताको तस्तै बचाएर राखेका छौँ। त्यसको साथसाथै हाम्रो डन्डी नाच पनि बचाएका छौँ, जसले गर्दा हामी आफ्नो संस्कृतिलाई बचाएर राख्न सकेकोमा धेरै गर्व गर्ने गरेका छौँ र यसलाई सधैँ निरन्तरता दिनुपर्छ भन्ने पनि हामीलाई लागेको छ। र नेपालमा अहिले विशेष गरी यो पर्यटन वर्ष मनाउने क्रममा हाम्रो संस्कृतिले, यो नेवार संस्कृतिले लमजुङको समी भन्ज्याङ पुरानो हट्टियामा राम्रो अवसर दिनेछ र आन्तरिक तथा बाह्य पर्यटकहरूलाई हामी हाम्रा संस्कृति मार्फत, हाम्रो कल्चरहरू मार्फत, हाम्रो सभ्यता मार्फत हामी नेपालका कुना कुनामा र संसारका कुना कुनामा हामी आफ्नो परिचय दिन चाहन्छौँ। यस स्थान समी भन्ज्याङबाट सोती पसल, 2 पिप्ले आदि स्थानहरू प्रष्ट देखिन्छन्। नागभैरव थानको बारेमा हामी कुरा गर्दैछौँ। घले राजाको राज्यकालमा सो क्षेत्रमा कहिले लगातार भीषण असिना वर्षा अनि कहिले लामो खडेरी सहितको अनिकालले धनजनको ठूलो क्षति गराएको थियो रे। उक्त प्राकृतिक प्रकोपले आक्रान्त बनाएपछि सङ्कट मोचनको लागि नागभैरवको स्थापना गरिएको र त्यस पश्चात सो सङ्कटबाट मुक्ति मिल्न पुगेको भन्ने किम्वदन्ती पाइन्छ। तान्द्राङकोटमा यो 14औं शताब्दी भन्दा अगाडि यहाँ घले राजाहरूले राज्य गरेका रहेछन् र त्यसपछि घले राजाहरूलाई विक्रम सम्वत 14औं शताब्दीमा घले राजाहरूलाई शाह राजाहरूले हराई यहाँ शाह राजाहरूको राज्य चाहिँ सुरुवात भएको रहेछ र शाह राज्यहरूको सुरुवात यो क्षेत्रमा त्यति बेला घले राजाहरूको दरबारमा कर्मचारीहरूको रूपमा चाहिँ दुराहरू रहनु भएको र उहाँहरूले चाहिँ राज्य सञ्चालनको विषयमा धेरै ठुलो सहयोग गर्नु भएको र कालान्तरमा घले राजाहरूसँग आफ्ना कर्मचारीहरूको मतभेदको कारण विभिन्न परिस्थिति उत्पन्न भई उहाँहरूलाई
आफ्ना कर्मचारीहरूले चाहिँ सहयोग गर्न नसकी खजेदुराले यहाँ चाहिँ शाह राजाहरूको सुरुवात उहाँहरूसँग शाह राजाहरूसँग मिलिमतो गरी यहाँ शाह राजाहरूको स्थापना गरी घले राजाहरूको अन्त्य अवस्थामा पुर्याएको अवस्था चाहिँ यहाँ चाहिँ बुझिन्छ। त्यसै गरी अर्को किम्वदन्ती अनुसार राति सपनामा राजालाई भैरव देवताले नागको रूप धारण गरी हाल मूर्ति रहेको स्थानबाट उत्पत्ति भई अब राज्यमा ठूलो अनिष्ट पार्ने बताएपछि सो बेलाका राजाले छिट्टै नै भैरवको रिसलाई शान्त पार्नको लागि उक्त नाग उत्पत्ति भएको क्षेत्रमा नागको मूर्ति स्थापना गरी फूलको डोली सहित पञ्चवली दिएर शान्त गराएको कुरा उल्लेख छ। सोही अवसरमा तत्कालीन रानीले नागको मूर्तिको आँखामा र त्रिशूलको बीच भागमा सुन जडेकी थिइन् रे, तर पछि सो सुन चोरी भएको बताइन्छ। यसै कारण अहिले पनि यो स्थानलाई मानिसहरू महत्त्वपूर्ण रूपबाट हेर्ने गर्दछन्। एउटा तान्द्रङकोटको पर्यटन विकासको लागि हामी क्लबमा रहेका आबद्ध भएका म जस्ता युवा साथीहरूले यस क्षेत्रको विकासको लागि प्रथम त पर्यटकीयहरू भित्राउनको लागि यहाँ सरसफाइमा विशेष ध्यान दिएको छ। यो क्षेत्रलाई सदा हराभरा राख्ने र स्वच्छ सफा राख्ने किसिमको वातावरणमा हामी हातेमालो गरी अगाडि बढेका छौँ। त्यस्तै गरी यहाँ आउने पर्यटकहरूलाई गाइडको आवश्यकता पर्दछ र यहाँको युवाहरूले चाहिँ पर्यटकहरूलाई गाइड गरेर आफ्नो आत्मनिर्भरको योजना समेत बनाउने गरेको छ र यो विगत दिनहरूमा गएर पक्कै पनि सफल हुने हामीले आशा लिएका छौँ। र विशेष गरेर नाग भैरवको मन्दिर जुन पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण देखिन्छ। यसै गरी यस नाग भैरव थानमा वर्षमा 2 पटक पूजा गर्ने प्रचलन छ। एकचोटि बडा दशैंको नवमीमा र अर्कोचोटि चैते दशैंको अष्टमीमा पूजा गरिन्छ। उक्त समयमा श्रद्धालु भक्तजनहरूले पञ्चावली दिने प्रचलन छ। कसैले भाकल पूरा गर्न, कोही मनोकामना पूर्ण होस् भनेर त कोही अनिष्ट नहोस् भनेर आउने गर्दछन् यो नाग भैरव स्थानमा। मेरो खास उद्देश्य हो, मेरो प्रमोसनको लागि थियो त मेरो पुरा भयो, त्यो भएर मैले पञ्चवली दिएँ। म बिल्कुल यो नाग भैरवप्रति आस्था राख्छु। म बलि नै चढाउन आएको, भक्कल थियो। नाग भैरव थानको वरिपरि विभिन्न वस्तु स्थितिहरू छन्। उक्त थानबाट करिब 15 मिटर पूर्व अलिक गहिरो भाग देखिन्छ, जहाँनिर एउटा सानो गुफा पनि छ, जुन गुफामा केही वर्ष अघिसम्म हंसगिरी नाम गरेको योगी बस्दथे रे। योगीले आवश्यक परेको बेला चिम्टाले खोपेर तान्त्रिक शक्तिको माध्यमबाट पानी निकाल्थे रे। उक्त थानबाट करिब 200 मिटर दक्षिणमा थानतिर प्रवेश गर्ने मूलद्वार पनि रहेको देखिन्छ। उक्त मूलद्वारको छेउमा अग्ला अग्ला 2वटा ढुङ्गाहरू भएकामा हाल कुनापट्टि एउटा मात्रै रहेको पाइन्छ। सो ठाउँलाई फुलपाती भित्राउने द्वार पनि भनिन्छ। भवनबाट करिब 5 मिटर उत्तर पूर्वमा एउटा पवित्र स्थल रहेको छ, जसलाई नाग भैरव थान भनेर चिनिने गरिन्छ, जहाँ एउटा नागको मूर्ति सहितको थान छ र आडमा निगाला बाँसको ड्याङ रहेको छ। सो मूर्तिको वरिपरि भएका ती थुप्रै हात हतियारले तत्कालीन युद्धग्रस्त अवस्थाको इतिहास बोकिरहेको हामी पाउँछौँ। पर्यटन कार्यक्रम जुन चाहिँ अहिले नेपालको सन्दर्भमा निकै आय आर्जन गर्न सक्ने एउटा व्यवसाय भएको हुनाले त्यसलाई चाहिँ विशेष जोड दिने भनेर हामीले चाहिँ केही कामहरू गरेका छौँ। जस्तो होमस्टेको कार्यक्रम भयो र अनि पैदल मार्गको लागि चाहिँ गर्ने र हामीसित भएको यो तान्द्रङकोटको जुन एउटा नाग भैरव ऐतिहासिक थलो छ त्यसलाई विशेष फोकस बनाएर त्यसलाई आधार मानेर हामीले हाम्रो चाहिँ यस क्षेत्रका बासिन्दाहरूको चाहिँ आय स्रोत बढाउने कार्यक्रमलाई बिस्तारै अघि बढाउन चाहिँ खोजिरहेका छौँ। गण्डकी अञ्चलमा अवस्थित लमजुङ र लमजुङ जिल्लाको समी भन्ज्याङ गाउँ विकास समिति, हामी यी स्थानको बारेमा विस्तृत परिचर्चा पनि आगामी दिनमा गर्नेछौँ।
यदि तपाईँसँग सुझाव सल्लाह छन्, प्रतिक्रिया छन् र यस्तै खालका कार्यक्रमहरू छन् भने हाम्रो इमेल ठेगाना हो namaste_pokhara@np@yahoo.com तथा namastepokhara@studio@gmail.com। तपाईँ यदि हाम्रो कार्यक्रम अनलाइनमा हेर्न चाहनुहुन्छ भने www.pokharacity.com तथा www.gorkhas.com मार्फत पनि हाम्रो कार्यक्रम अनलाइनमा हेर्न सक्नुहुनेछ। यिनै विस्तृत जानकारीसँगै अर्को साता अर्को नयाँ सन्दर्भ लिएर आउने बाचा गर्दै क्यामेराम्यान एवं एडिटर प्रेम गुरुङ, डाइरेक्टर केश गुरुङ, त्यसै गरी क्यामेराम्यान एवं एडिटर खिम गुरुङ र सम्पूर्ण युनिटको साथमा म कार्यक्रम सञ्चालक छवि सुवेदी अर्को सातासम्मको लागि बिदा चाहन्छु। नमस्ते, शुभ साता। Namaste, Pokhara.